ओके गाइज, अहिले हामी आइपुग्यौँ हाम्रो आशी भाइको घरमा। हामी काममा आइसक्यौँ। किचन त्यहाँ, तर अलिकति अब टिन नै नभएपछि यो अधुरो हुने सम्भावना। ओके, वेलकम छ गाइजहरू फेरि पनि तपाईँहरूलाई मेरो नयाँ ब्लगमा। अनि मेरो यो निजी निवासबाट चाहिँ आज तपाईँहरूलाई स्वागत गरेँ। एकदमै खुसी लागिरहेको छ, तपाईँहरूले मेरो भिडियो एकदमै मन पराइराख्नु भएको छ है। एकदमै वीरेन थिबे सन्तुष्ट छ। अब आज पनि सुरु भइसक्यो ब्लग तपाईँहरू समक्ष म आइसकेँ। अब यता हाम्रो आशी भाइले बाइक बनाउँछ। अब हामी केही सेकेन्ड पछाडि काममा जाँदैछौँ। आज हाम्रो अलिकति यहाँ काम थियो, त्यही भएर हामी अहिले बिहानभरसँगै थियौँ। अब फेरि हाम्रो माथिको काम, त्यो किचन बनिँदैछ। त्यो किचन बनाउने काममा हामी अब जान्छौँ। तपाईँहरूको पक्कै पनि दिन एकदमै सुखद तरिकाले बित्दै होला, एकदमै राम्रो बित्योस्, तपाईँहरूलाई मेरो शुभकामना छ। ल गाइजहरू, अब हामी एकछिनमा भेटौँ। अहिलेलाई हामी जान्छौँ। अब भात खाइयो टन्नै। आज पनि मौसमको कुरा गर्नुपर्दा आज मौसम एकदमै पानी औला जस्तो छ, धुम्मिरहेको छ, घाम हल्का मन्द छ। अब हामी जान्छौँ है त। ल आइसे टेप त मैले ल्याएको थिइनँ नि हिजो, बिग्रेन। साँच्ची त नि। ल ओके, गएको आमा। हेलो, के छ दाजु? के होइन किरण पो र यसको हाम्रो तपाईँको मनोरम दृश्य पनि हेर्दै हाम्रो अधिकारी गाउँ गैरी गाउँ के भएर यहाँ लक देखायो। ओके गाइज, अहिले हामी आइपुग्यौँ हाम्रो आशी भाइको घरमा। एकछिन तपाईँहरूले के भन्छ हाम्रो बाटोको सिनेमेटिकहरू पनि हेर्नुभयो होइन। अब हामी काममा जान्छौँ माथि। कति लगभग 11 बज्न आँटिसक्यो होला। ढिला हुन्छ फेरि। आशी भाइ अब रेडी हुन्छ अनि हामी जान्छौँ। हामी अलिकति यता जितपुरतिर आँखा लगाउँ, तर मौसमै राम्रो छैन, के गर्नु। खासै राम्रो मौसम नभएको कारण खासै देखिँदैन, गर्मी छ तर मन्द घाम। भक्तै यहाँ त आशी भाइहरूको त अनि के साह्रो सप्रेको हो यो। ल फाइनली आदङमाहरू हामी काममा आइसक्यौँ। किचन त्यहाँ बनिँदैछ। हिजो हामीले यति यो उठाएर डाँडाबाट गरेर बारेर होइन, के अरे पछाडि यतापट्टि एकपट्टिको अलिकति टिन ठोकेर हामी छुट्यौँ बेलुका। अब हाम्रो यहाँ मुठल ठोक्ने, धुरी ठोक्ने अनि टिन ठोक्ने काम आज हुन्छ। तपाईँहरूलाई म देखाउँछु भरे, टेन्सन नगर्नु होला, हेर्न पाइन्छ अरे नि त। अब किचन लगभग आज र भोलिमा हाम्रो यो कति पनि लाग्दैन, तर टिनले अलिकति अड्किन्छ भन्ने कुरा छ हाम्रो। नभए यो कति पनि काम होइन, हामी 1 घन्टामा यसलाई त 3जनाले त फाग बनाइहाल्छौँ। तर अलिकति अब टिन नै नभएपछि यो अधुरो हुने सम्भावना देखिन्छ गाइजहरू। र जे जस्तो भए पनि तपाईँहरूलाई मेरो भिडियो हेर्दै गर्नु होला, पुरैभन्दा पुरै हेरेर साथ दिनु होला। एन्ड स्क्रिन आई आइकन अनि त्यो माथिको आई आइकन चाहिँ माथि त्यो सोलाट्टै निस्किन्छ त्यो टपिक, त्यहाँ फुत्तै थिचेर अन्य भिडियो पनि हेरिदिनु होला। तपाईँहरूलाई मेरो एकदम विनम्र अनुरोध छ। अब अलिकति यता पनि जाउँ। के भयो, टिन नआउने भयो? टिन
के छ काकी अनि हाम्रो 24 घण्टाको खबर यता मेरो ब्लगमा आउनु न बेला बेला त 24 घण्टाको काम रे खबर 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 ठिकै छ चारो पकै छ सुँगुर कतिवटा छ सुँगुर 3टा छ आम्मा एक्लै 3टा पाल्दिनु नि हामी यहाँ यत्रो लाठीहरुले पाल्न सकिया छैन चारो कहाँ खोज्नु जाने हिजो ल्याउनु भएको अघि दिनमा दिनै चारो स्याङ्ग अनि त्यो पाराले त अनि तर तपाईँको अब कट बढाउने राम्रै हुन्छ नि त होइन ल ल रक्सी किनेर खानु अब खाइदिउँला न अब के गर्नु र तपाईँको लागि भने हामी खान्छौँ ल आउँछ होला टक्क होइन चाबी साबी लाएर घर त अनि खतरा बनाइहाल्नु भएको छ नि अनि यहाँ त चाबी भोटे चाबी झुन्ड्याएर हो लगाइजहरू अहिले हामी एकछिन बसौँ विश्राम गरौँ ल ल फाइनली गाइजहरू अहिले चाहिँ हामीले यति काम गरिसक्यौँ आज अब 3 नभएर अब घर जानु पर्ने हो बेलायमा मौसम एकदमै जाडो छ यता बोजू उभिराख्नु भएको छ ट्रकमा आउँदैछ मतलब आज आइपुग्दैन ल ल अब हामी लाग्छौँ घर आजको काम सकियो जाडो जाडो छ हाम्रोतिर तपाईहरुकोतिर कस्तो छ हैन मकै गोड्नु जति छेउ लाग्ने केही होइन कि मलाई वर्षक टाढौँ भन्ने हो तर म त हाम्रो त खुरुखुर 2 दिन हानेछु भने त बिहान दुख्छ हानेछु भने त एक्लै पनि सक्छु हो त्यति धेर छ ल गाइस आजलाई यस्तैको भिडियोमा जोडिराखौँला हामी अब केही क्षणमा भेट्छौँ ल हे फाइनली गाइज अब चाहिँ हामी बाटो लाग्यौँ यो घर अब आज अहिले यो भिडियो बनिन्जेल मात्रै हो अब यो घरको अन्तिम भिडियो हुन सक्छ यो किनभने अब लगभग सकियो अब यहाँ अलिकति टिन आज आइन पुगेर मात्रै हो किनभने आज हाम्रो बिदा हुन्थ्यो भाले सहित ल अब चाहिँ हामी अगाडि जाँदैछौँ अर्को प्रोजेक्टको त्यहाँनेरि डिल गर्न हाम्रो काकाको घर त बवाल आउँदो रहेछ नि त यार आशी भाइ छ अगाडि आजको मेन मिस्त्री नै त भनौँ होला नि होइन आशी कि कसो ए ल ओके गाइस हामी बाटो लाग्दैछौँ अब यहाँनिर एउटा एकदमै दामी अर्ग्यानिक धारा छ अगाडिपट्टि तपाईँहरूले सर्ट्समा हेरिसक्नु भएको छ फेरि यहाँ तपाईँहरूलाई म ब्लगमै लङ भिडियोमै देखाउन आँटेँ तपाईँहरूलाई एकदमै यहाँ एकदम पुरानो धारा यहाँ पहिले यहाँ के रुख थियो अरे आशी है धारा चाहिँ यहाँ छ यो धाराले धेरै मान्छेलाई जगाएको छ यो लडेको ए हो त्यहाँनिर त्यहीँनिर थियो रुख चाहिँ हिँड्न अगाडि हामी जाने यता हो गाइजहरू अब हिँड्न अगाडि बहिनीहरू कहिलेको पानी दिनु आएको कसको छोरीहरू बसन्ताको तिमी उपर तिमी कसको नानी छोरा तिमी ए पम्फाको ल पानी थापेर जाऊ ल ओके अब हामी लाग्ने बाटो हो यहाँ पर हो हाम्रो एउटा घर बनाउनलाई नापचाप गर्न बोलाएको हो खासमा अब डिल पनि हुन्छ होला सायद त्यहाँनिर मलाई माया गर्ने
तिमी नै हो एउटा मेरी माँ। ल हामीले बनाउने अब यहाँ हो नयाँ घर। दिदी हुनुहुन्छ दिदी कुन कता हो क्या पढ्नु छ त पल्लो घर कतैको ल फाइनली गाइज अहिले चाहिँ हामी यता यो ठाउँलाई चाहिँ आलेबारी भन्छ होइन। आलेबारीमा आइपुगेका छौँ। खासमा हामी प्रोजेक्टको लागि आएको, तर त्यहाँ मान्छे नभएपछि यता हुनुहुन्छ अरे, अनि यतै भेट्दिउँ भनेर आएको हामी। केटाहरू अगाडि छन्, म पछाडि छु। विशेष गरी जिब्रोमा घाउ निस्केर हैरान छ गाइजहरू यार। यसो त्यसको त्यो अर्ग्यानिक औषधि के हुन्छ त्यो चाहिँ भनिदिनु पऱ्यो होला। अब हस्पिटल जानु सकिँदैन गरिबदेखि मान्छेहरू होइन, त्यसैले तपाईँहरूले भनिदिनु होला आइडियाहरू कमेन्टमा। खत्तम भइरहेछ यार, एकदम दामी छ। आलेबारी हो यो ठाउँको नाम। यहाँ तल हाम्रो आले बाजेको घर एकदम दामी छ। यहाँनिर के भन्छ उमाराम काकाको घर। अर्जुनहरूको अलैँची त मासला रातो रातो भए पनि होइन ठिकै रहेछ त। अनि कस्तो अँधेरो यार, खै पेनल्टीमा पुगेछ नि। ए ब्राइटनेस बढा भन्नु कमेन्टमा। दाजु ब्राइटनेस चाहियो, लाइट लगाउँ भन्नु। भोक लाग्यो त मलाई त हाँसी। दोकान देख्नु त्यस्तो हुँदैन भाइ, त्यस्तो हुँदैन। मलाई चाहियो भनेपछि चाहियो चाहियो। ग्राभेल त हुँदैन, मलाई चाहियो। कस्तो मासला कुहिरो ल्याउ नि। अनि यो चाहिँ के ऊ आफै मात्रै सरोज राई। ल फाइनली गाइज अहिले चाहिँ हामी अब यहाँ तल यो देखिएको गाउँ हाम्रो गाउँको डाँडा गाउँ भन्छ होइन। हामी त्यतातिर लाग्दैछौँ। मान्छे नभेटिला जस्तो छ। पुरै यो रुखपातहरू पौलेर हरियै भइरहेछ जिन्दगीहरू। रुखको जिन्दगी चाहिँ हाम्रो चाहिँ होइन कल्यो। ल डाँडा गाउँ है गाइजहरू। यता साथीहरूको मेरो ब्लगमा हेलो भन्न तँलाई पनि ब्लगमा ननिकाल्नु। यसको चाहिँ पुरै होइन रेट यस्तो छ नि। लगाएछ हामी डाँडा गाउँ जाँदैछौँ अहिले। हाम्रो नवीन काका कहाँ हुनुहुन्छ? कसले बनाएको त्यो बाख्रा खोर यार चटक्कको छ त। यता तपाईँहरूकोतिर आउनु है। हाम्रो उमाराम काकाको मूल घर सानो छैन यार। पुष्प काका तपाईँको घरमा आइपुग्यो है। मेरो ब्लग तपाईँले प्राय हेर्नुहुन्छ जस्तो मलाई लाग्छ। तास खेल्दै छ कि क्या यहाँ? होइन हामी अर्कै कामले आएको छौँ, अर्कै अगाडि आएको छौँ भनेको। त्यही भएर ढुङ्गा हालेको कि हेर त। पिलर मारी गयो नि अब यो त। अनि त्यो त अझै फुटाएर पो त्यतिको डाउन गरेको त। त पानी त यता पो घुर्छ। ल जाउँ ल अब। के हेरेको तँलाई रेट उमा नहाली भएन क्या यो। साँच्ची त नि भन्छ चौतारी हो र हो त रहेछ त। ल जाउँ
डाँडा गाउँ पनि घुम्यो फाइनली होइन यो नआएको त कति वर्ष भयो? कति अस्ति कसको बिहेमा आइएको थियो यहाँ यहाँ हो यहाँ युकेशको बिहेमा हो। युकेश छोरी मान्छेले मात्रै पालेको हो कि छोरी मान्छेहरूले पालेको त्यस्तो सो गाइज अहिले चाहिँ हामी आइपुग्यौँ काममा अब हिजो हामीले यति यो अहिले देखिए जति बनाएर गएको थियौँ आज टिन आइपुग्यो अब यसलाई फेरि चाहिँ हान्छौँ हामी त्यस पछाडि आजदेखि यहाँको काम टुङ्गिन्छ त्यस पछाडि हामी अर्कै प्रोजेक्टमा जान्छौँ तपाईँहरूलाई हिजो अब यही भिडियोमा अब अगाडि थाहा भइसकेको छ कहाँ हो कस्तो हो भन्ने ल अब तपाईँहरूले मलाई एकदमै सपोर्ट गरिदिनु होला हेरिदिनु होला इन्डिस्क्रिन आइकनको सबै भिडियोहरू हेरिदिनु होला तपाईँहरूलाई मेरो हार्दिक अनुरोध छ भिड र हृदयबाट यति भन्दै आजलाई यति नै तपाईँहरूको बाँकीबाट एकदम सुखद रहोस् हामी अर्को भिडियोमा पुनः भेट्ने बाचाको छ अब चाहिँ हामी छुट्टिन्छौँ हस् त